त्यही भएर अबको शैक्षिक र शिक्षकको सवाल चाहिँ भनेको सार्वजनिक क्षेत्रको शिक्षालाई सुधार गर्न राज्यले बढी ध्यान र जोड दिनुपर्छ। राज्यले सरकारले राज्य शक्तिले के गर्नु पर्यो? अनुसन्धान गर्नु पर्यो समस्या कहाँनिर छ, समाधान के हो, अनुसन्धान गर्नका लागि लगानी बढी गरोस् र त्यो अनुसन्धानबाट आएको प्रतिवेदन अनुसार चाहिँ कार्यान्वयनमा लैजाओस्। बल्ल सबै खालका चाहिँ समस्याहरू के हुन् भन्ने कुरा हुन्छ। विद्यालयमा जाँदा गौरवको अनुभूति गर्न सक्ने खालको शिक्षा जारी हुनुपर्छ। त्यही भएर अहिले हामीलाई चाहिएको शिक्षा नेपाल र नेपाली सौँदो खालको भाषाको मात्रै कुरा होइन, समग्र टोटलमा सामाजिक जीवनलाई स्तरोन्नति गर्ने खालको शिक्षाको लागि यो शैक्षिक आन्दोलन हो। नमस्ते, म मिथुन पौडेल। यस जेन्युन टक्सको तेस्रो श्रृङ्खलामा दर्शकहरूलाई स्वागत छ। आज यस कार्यक्रममा शैक्षिक आन्दोलनमा सहभागी नारायण अर्याल कार्यक्रममा आउनुभएको छ। उहाँलाई यस कार्यक्रममा स्वागत छ। धन्यवाद, नमस्कार। नारायण सर, यस कार्यक्रममा काठमाडौँमा हजुरहरूले एउटा ऐन लिन भनेर, एउटा तपाईँ शैक्षिक क्षेत्रमा केही सुधार गर्ने भनेर एउटा म्यासेज दिने भनेर आउनुभयो। 20-21 दिनसम्म काठमाडौँको सडकमै आन्दोलनमा हुनुहुन्छ। विभिन्न नेताहरूलाई, संसदहरूलाई र भेटघाटमै पनि हुनुहुन्छ। हजुरले के अब्जर्भेसन पाउनुभयो? काठमाडौँले शिक्षकहरूलाई, दूर दराजबाट आएका शिक्षकलाई चिन्न सकेको छ छैन? के खालको बुझाइ भेट्नुभयो काठमाडौँमा? धन्यवाद छ प्रश्नको लागि, महत्त्वपूर्ण प्रश्न गर्नुभएको छ। अहिलेको हाम्रो शैक्षिक आन्दोलन, शिक्षाकर्मीहरूको आन्दोलन 21औं दिन आज चल्यो। माइतीघर मण्डलादेखि हामी बानेश्वरसम्म हजारौँ मात्रामा शिक्षकहरू छौँ। बैशाखको टन्टलापुर घामले हामीलाई त्यति धेरै पोल्न सकेका छैन जति राज्य र राज्यका प्रमुखहरूले पोलिरहेका छन्, तडपाइरहेका छन्। पहिलो प्रश्न यहाँलाई यो निवेदन गरेँ। र दोस्रो कुरा, सरकारले जे गर्नुपर्ने गरिरहेको छैन र हामी आन्दोलन जे गर्नुपर्ने अगाडि बढिरहेका छौँ। र खासमा काठमाडौँ र काठमाडौँको जनसमुदायले हाम्रो आन्दोलनप्रति ऐक्यबद्धता, सहयोग र सद्भाव राखिरहेको छ। यसमा काठमाडौँ र यो नगरवासी र यो हाइवे वरिपरिका यात्रीहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। काठमाडौँ नगरवासीले सहकारी राख्दै पनि सरकारले चाहिँ जुन अलि आज हिजो मात्रै शिक्षा मन्त्रीज्यूले राजीनामा पनि दिनुभयो। शिक्षा मन्त्री राजीनामा दिँदाखेरि हजुरको शिक्षा मन्त्री पनि एउटा च्यानलमै हुनुहुन्थ्यो। उहाँहरूले हजुरसँग कम्युनिकेसनमा पनि, वार्तामा पनि बस्नु भएको थियो। उहाँले चाहिँ के भन्नुभयो? डेलिभर गर्न सकेको कारणमा चाहिँ अब इभन प्रधानमन्त्रीज्यूले गर्न नसक्नु भयो कि, हाम्रो सरकारका अङ्ग भनेका शिक्षा मन्त्रालय अन्तर्गतका अङ्गहरूले गर्न नसकेका कि, अथवा संसदकै कुरा गरियो, दफावार छलफलको कुरामा टुङ्ग्याउनुपर्छ भन्ने भयो। हजुरको त यहाँभन्दा अगाडि पनि पटक पटक सम्झौता र सहमति भएर रहेछ। त्यो सम्झौता सहमतिहरू के कारणले हुन नसक्या? फेरि बिचमा कतिले के भन्दै शिक्षाको आन्दोलन गरेर ऐन ल्याएको भन्नै पर्दैन, हामी त आन्दोलन नगरे पनि ऐन दिन तयार छौँ भन्ने खालको कुराहरू नि कहिलेकाहीँ प्रधानमन्त्रीज्यूको मुखबाट सुन्न पाइन्छ। यसमा चाहिँ के छ त? जुन हजुरको त काठमाडौँका वासीहरूले समर्थन गर्दै पनि, हामीले एकबद्धता गर्दै पनि सरकार भनेर जुन सिंहदरबारभित्र रहेको जुन संयन्त्र छ हाम्रो केन्द्रीय सरकार, त्यसको चाहिँ के अन्तर्विरोध हो? स्थानीय सरकारसँगको अन्तर्विरोध हो कि संविधानसँगको अन्तर्विरोध हो कि के खालको अन्तर्विरोध हो? अन्तर्विरोधको फाटोमा यहाँ दुईवटा कुराहरू अन्तर्यमा रहेको छ भन्ने पाइन्छ। पहिलो कुरा त शिक्षा र शिक्षाका सरोकारका सवालमा सार्वजनिक शिक्षाको महत्त्व, अबको सार्वजनिक शिक्षा, अबको नेपालको हिजोको 28 सालको शिक्षा ऐन जुन पुरानो छ, एउटा युगको छ। अबको अहिलेको युग 72 सालको संविधान पछिको, गणतन्त्र नेपाल पछिको, 62-63 आन्दोलन पछिको अर्को युग छ। अनि अहिलेको याईको युगमा आजको नयाँ परिवेशको बालबालिकाहरूलाई दिने शिक्षाको परिवेश नयाँ सिर्जना गर्नुपर्ने छ, स्थापना गर्नुपर्ने छ। यो प्रसङ्गमा नयाँ खालको शिक्षा ऐन आउनुपर्छ। विद्यालय शिक्षा ऐनको जुन ड्राफ्ट भइरहेछ त्यो अक्षरशः ठिक ढङ्गले अध्ययन गर्ने र शैक्षिक क्षेत्रका यावत समस्याहरू जुन उल्झनको रूपमा छन्, विगतका आन्दोलनमा भएका सम्झौताका रूपमा छन्, ती सबैलाई यथेष्ट मुखरित गरेर देश, राष्ट्र र राष्ट्रको शैक्षिक विकासको लागि गरिनुपर्ने छ। त्यसका लागि अलि बढी ध्यान नदिएको, कम ध्यान दिएको, कम नजरअन्दाज गरिएको सरकार र सरकारी पक्षबाट पाइन्छ, पहिलो कुरा। दोस्रो कुरा, शिक्षा र स्वास्थ्यमा व्यापारीकरणको कुरा यहाँहरूलाई जगजाहेर छ। र मुख्यतः संस्थागत विद्यालय र त्यसको सञ्चालकहरूको कुरा र सार्वजनिक शिक्षा र त्यसको सञ्चालन गर्ने राज्य का निकायहरूको कुराको बिचमा मेल कम खाएको भन्ने अर्को कुरा छ। त्यही भएर अबको शिक्षा आम, सर्वव्यापी, सर्वसुलभ
हुनुपर्छ र शिक्षामा व्यापारीकरणको अन्त्य हुनुपर्छ भन्ने अर्को महत्त्वपूर्ण कुरा छ। र अर्को कुरा संस्थागत विद्यालयहरू कसरी सञ्चालन हुन्छन्, कसरी सञ्चालन भएका छन् र ती संस्थागत विद्यालय सञ्चालन गर्नेहरूलाई राज्य सत्ताका मालिकहरूलाई अथवा सरकारहरूलाई कसरी नचाहेका छन् भन्ने कुरा पनि यो भित्रको अन्तर्यमा देखिँदो रहेछ। यिनै बिचको चाहिँ अवस्थासँग अहिलेको शिक्षा ऐन जारी हुन नसक्नुको कारण हो भन्ने एउटा भित्री रहस्य छ। र मुख्य कुरा हजुरको प्रश्न जहाँ छ प्रधानमन्त्रीजी तयार नभएको भन्ने प्रश्न चाहिँ अलि सत्यको नजिक छ। र मन्त्रीजीले राजीनामा दिनुभएको छ। उहाँ राजीनामा दिनुको कारणको पछाडि शङ्का उपशङ्का नि अलिअलि छोडिएको छ। र अर्को कुरा उहाँ पूर्व चाहिँ क्याम्पसको एउटा प्राध्यापक भएको हैसियतले उहाँले नेपालको शिक्षा कस्तो हुने, कस्तो हुनुपर्छ र शिक्षा र शैक्षिक क्षेत्रका शैक्षणिक व्यक्तिहरूका समस्याहरू कस्ता छन् र समस्याहरू समाधान कसरी गर्नुपर्छ, म त्यस्तो जिम्मेवार मान्छेको हैसियतले गर्नुपर्ने मेरो समयमा मेरो जिम्मेवारीमा मेरो मन्त्रालय भएको बेला शिक्षा मन्त्रालय मेरो कानमा रहेको बेला मैले केही गरेर देखाउनुपर्छ भन्ने उहाँको उत्कण्ठ इच्छालाई प्रधानमन्त्रीजीले अलि निमठ दिनुभयो। उहाँको इच्छा विपरीत गइदिनु भयो, उहाँका इच्छा आकाङ्क्षा विपरीत गइदिनु भयो, उहाँलाई मान सम्मानको चाहिँ थोरै अपुगता देखियो भन्ने कुरा पनि बाहिर बजारमा आएका छन्। त्यही भएर शिक्षा मन्त्री जो अब साबिक भइसक्नु लाउनु भएको छ, हिजो मात्रै राजीनामा दिनुभएको छ, त्यो बाध्यताको उपज हो। उहाँले गर्न सक्ने हो, सक्दै हुनुहुन्थ्यो, तर क्याबिनेटको बैठकमा शैक्षिक क्षेत्रका सबै कुराहरू ल्याउने प्रक्रियासँगै प्रधानमन्त्रीजीको र क्याबिनेटको मुख्य मान्छेको सहयोग नपाउने देखिसकेपछि र अहिलेका माग मुद्दा र आन्दोलनलाई मुखरित गर्न ठिक ढङ्गले सम्बोधन गर्न सक्ने नदेखिसकेपछि उहाँ नैतिकताको आधारमा छोड्नु भएको छ भन्ने बजारमा छ। त्यसप्रति अहिलेको शैक्षिक आन्दोलन, नेपाल शिक्षक महासङ्घ र आबद्ध सम्बन्ध घटकहरू त्यसमा सकारात्मक छन्। शिक्षा मन्त्रीले गर्न खोजेको प्रधानमन्त्रीजीको हटले यी कुराहरू रोकिएका छन्। यो दुर्भाग्यपूर्ण कुरा छ। र यो चाहिँ अहिलेको शिक्षामा सार्वजनिकीकरणको जुन सवालको राज्यले माग गरिरहेको छ त्यो सवालभन्दा अलिक टाढा रहेको कुराले बिगारेको छ भन्ने छ। हजुरले अहिले सङ्केत गरेको कुरा छ नि, हजुर, जब संस्थागत विद्यालयहरूको प्रभाव राज्य सञ्चालनका अङ्गहरूमा, सरकारका अङ्गहरूमा बढी प्रभाव देखिएको छ। राज्यले सञ्चालन गर्ने सरकारी विद्यालयहरूभन्दा संस्थागत विद्यालय गर्नेका मान्छेहरू कति राज्य सत्ताका मान्यज्यूहरू पनि भइरहनु होला। हजुरलाई केही नोटिस छ? मान्यज्यूहरू पनि भइरहनु होला, कति मन्त्रीज्यू पनि भइसक्नु भयो कि? अनि एउटा सँगसँगै के भन्ने आरोप लगाइन्छ भन्दाखेरि कति सरकारी सेवामा रहेका, सरकारकै अङ्गमा सरकारबाटै तलब बुझेका कर्मचारी साथीहरू, कति सरकारी विद्यालयमै अध्यापन गरेका शिक्षकहरू पनि त आफ्नो विद्यार्थीलाई राम्रो शिक्षा हुन्छ भन्दै तपाईँको निजी विद्यालयमा, संस्थागत विद्यालयमा नै पठाउनु भएको नि मैले कुरा सुनिरहेको छु, पढाइरहेको देखिरहेको पनि छ। त्यो यो चाहिँ के हो त? राज्यले चाहिँ लगानी गर्ने एक खालमा, अनि फेरि तपाईँ संस्थागत विद्यालयमा जाने, संस्थागत विद्यालयमा जाँदा पनि त आखिरमा त डेलिभरीको इस्यु भन्नुहुन्छ भने त संस्थागत विद्यालयका विद्यार्थीले पनि त देशको भूगोल र माटोलाई चिनाउन र तपाईँको उद्यमशीलता सिर्जना गरेर नेपालको आर्थिक विकास गर्न योगदान गर्ने जस्तो लाग्दैन। आखिरमा कति कुरा विद्यालय सधैँ गइरहनुपर्छ भने जस्तो लाग्दैन भने यो परिस्थितिमा अब हजुरको ऐन जुन प्रस्तावित गरेको ऐन आएपछि अब त्यहाँबाट निस्केका विद्यार्थीहरू विश्व बजारमा पनि सक्षम हुने, सफल हुने, नेपाली बजार र नेपाली उद्योग र नेपाली जमिनमा नेपाली भूगोलमा बसेर पनि नेपालको इतिहास र गौरवलाई चाहिँ अगाडि बढाउँदै नेपालमै उद्यमशीलता सिर्जना गर्दै नेपाललाई अब 2080-82 को दशकबाट चाहिँ नयाँ सोच चाहिँ त अगाडि पुर्याउनलाई चाहिँ हाम्रो यो ऐन आउने बित्तिकै सफल हुने हो त? हजुरले ऐन भन्नुभएको छ, ऐन आउने बित्तिकै जादुको छडी हुने जस्तो पनि तरिका कुरो सुनिन्छ। त्यो हुने बित्तिकै हुने हो त? संस्थागत विद्यालयको फेरि कुरा अर्को छ। सँगसँगै अर्को कुरा के पनि आएको छ शिक्षामा भन्दाखेरि टोकन सिस्टम पनि गर्नुपर्छ। सरकारले विद्यार्थीले हजुरलाई डाइरेक्ट तलब दिनेको साटो चाहिँ हाम्रा विद्यार्थी यति छन्, हाम्रो युवा विद्यार्थी यति छन्, यति विद्यार्थीलाई चाहिँ हामी प्रति वर्ष अथवा प्रति महिना यति पैसा दिन्छौँ, व्यक्तिलाई टोकन दिन्छौँ। एउटा टोकन जुन विद्यालयमा गएर भर्ना गऱ्यो त्यही विद्यालयले तपाईँको चलाउन पाउँछ भन्ने तरिकामा जाने हो भने हाम्रो सरकारी विद्यालयमा रहेका हजुरहरू त तयार हुनुहुन्छ त? अथवा कसरी जाने होला त? ऐन आउँदैमा समाधान हुने हो कि होइन कि? यो विषयमा के हजुरको धारणा चाहिँ प्रश्न पार्नुहुन्छ? एकदम महत्त्वपूर्ण र गम्भीर प्रश्न तपाईँले गर्नुभएको छ। प्रश्नको लागि धन्यवाद। मुख्यतः एउटा प्रश्न अनेक त्यसभित्रका सहायक प्रश्नहरू तपाईँको अहिलेको सवालमा आएका छन्।
र मुख्यतः संस्थागत सार्वजनिक विद्यालयको सवालको कुरा भन्दा नि अहिलेको शैक्षिक क्षेत्रमा जुनसुकै ठाउँबाट सार्वजनिक विद्यालयभित्रको अनेकन खालका चाहिँ केही समस्याहरू छन्। त्यहाँ भौतिक खालका कुरा होलान्, शैक्षणिक विषय होलान्, आजको युग र समाजले खोजेको शिक्षा कस्तो हुनुपर्छ भन्ने कुरा होला। अनि त्यसको नीति नियम र पाठ्यक्रम कसरी त्यसलाई चाहिँ नि लन्च गर्ने अथवा कार्यान्वयनमा ल्याउने कुरा होला। कार्यान्वयनमा ल्याउनका लागि कस्तो खालको आजको शिक्षक हुनुपर्छ 21औं शताब्दी भनेको छ नि हामीले, होइन? त्यो 21औं शताब्दी समयले मात्रै ल्याएको छैन, अहिलेको नवीनतम ज्ञान युग र अहिलेको प्रविधिले पनि जोडिया छ। सिङ्गो समाज प्रविधिसँग जोडिँदै गएको छ। यो सबै कुराहरू छन्। त्यही भएर त्यो सार्वजनिक शिक्षा अथवा सरकारी विद्यालयहरूभित्र अनि त्यो समाज र सामाजिक जीवनमा पनि हामीले त्यो ढङ्गको नयाँपन ल्याउनु छ भने अर्कोतिर शिक्षामा व्यावसायिक र व्यापारीकरण जुन विगतमा भयो त्यसलाई पनि बिस्तारै उनीहरूले गरेको राम्रा र सबल कुराहरूलाई सार्वजनिक विद्यालयमा ल्याउने कुरामा पनि एउटा खालको चाहिँ नि मेकानिजम हुनु पर्यो। त्यही खालको चाहिँ ऐनमा व्यवस्थाहरू हुनु पर्यो, त्यो खालको प्र्याक्टिस हुनु पर्यो, त्यो खालको राज्य सत्ता शक्ति र त्यसका अनेकन निकायहरू लाग्नुपर्छ भन्ने अर्को कुरा भयो। र अर्को महत्त्वपूर्ण कुरा तपाईँले प्रश्न गर्नुभएको छ, सार्वजनिक विद्यालयका शिक्षकहरू कर्मचारीहरू किन संस्थागत विद्यालयमा बालबच्चा पढाइरहेका छन् भने अहिले सडकमा उठेको, सडकमा हामी आन्दोलन गरिरहँदा हाम्रा विरुद्ध उठेको, हामीलाई लगाइएको थोरै लान्छना भन्नुहोस् या प्रश्नहरू अहिले आइरहेका छन्। हामी यो विगतदेखि नै भनिरहेको छु। मैले एउटा सानो तपाईँलाई भित्री कुरा गरेँ। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय पदाधिकारी म। त्यो संस्था र त्यो संस्थाको वरिपरि रहेका त्यसका विचारकहरूले एउटा कुरा भनिरहेका छन्, विगतदेखि नै भनेका छन्। त्यसका विद्यार्थी क्याडरहरूले भनेका छन्, शिक्षकका क्याडरले भनेका छन् र त्यससँग सम्बन्धित विभिन्न राजनीतिक क्षेत्रमा रहेका व्यक्तित्वहरूले भनिरहेका छन्, शिक्षाको सार्वजनिक सवाल, सार्वजनिकीकरण सवाल र त्यसमा राज्यका सम्पूर्ण निकायहरू लाग्नुपर्छ भन्ने सवाल भइसकेपछि स्वतः रूपमा राज्य शक्तिको राज्यबाट लिएको जुन पेसा, राज्यबाट दिएको जुन बाट पाएको उपभोगले पाउने जुन निकाय छ अथवा हामी छौँ शिक्षक कर्मचारीहरू, सम्पूर्णका सन्तानहरू स्वाभाविक रूपमा सार्वजनिक क्षेत्रमा, सार्वजनिक विद्यालयमा, सरकारी विद्यालयमा लानै पर्छ। तब मात्र के हुन्छ, त्यसको ओज बढ्छ, त्यसको गरिमा बढ्छ र त्यसको ऐन कानुन नियम परिधि नै बढाउँछ र त्यसलाई ऐनको लट्ठीले ठोक्नुपर्छ। सरकारी वेतनधारी जुनसुकै निकायका मानिसले पनि सरकारी विद्यालयमा, अहिले हामीले सार्वजनिक विद्यालय भन्छौँ, सार्वजनिक शिक्षा भन्छौँ, त्यसमा लानै पर्छ। अन्यथा राज्यले त्यसमाथि खबरदारी गर्न सक्छ, त्यसमाथि कठोर निर्णय लिन सक्छ। त्यसो भयो भने के हुन्छ, अहिलेका हामीप्रतिका लान्छनाहरू अन्त्य हुन्छन् र त्यति गरिसकेपछि के हुन्छ, अर्को खालको नयाँ प्र्याक्टिसमा जान्छ। पोलिसी मेकर, कर्मचारी, शिक्षक लगायतका राजनीतिक व्यक्तित्वहरू छन् नि, उनले चाहिँ जब पोलिसी मेकरको रूपमा मान्छे राज्य शक्तिको नजिक पुग्छ, सुकिलो बन्छ, उसको चाहिँ एउटा खालको आर्थिक सामाजिक उन्नति भएको समाजले देख्छ र उसले के गर्छ, सार्वजनिक विद्यालयभन्दा संस्थागत विद्यालयप्रति अलि बढी ढल्किएको हो कि भन्ने खालको जुन शङ्का छ त्यसप्रतिको आन्दोलन हो। त्यसप्रति कठोर भएर अबको शैक्षिक सवालको कुरा उठिरहेको र विद्यालय शिक्षा ऐन त्यसप्रति पनि खबरदारी गर्दैछ। यहाँहरूलाई थाहा छ, एकजना पूर्व मन्त्री गिरिराजमणि पोखरेल हुँदा संस्थागत विद्यालयलाई व्यवस्थापन गर्दै लाने र सार्वजनिक विद्यालयहरूप्रति जनताको चाहिँ नि बढी ध्यान आकृष्ट गराउने, बढी भनौँ न आकर्षण बढाउँदै लाने, त्यसले गर्दा स्वतः रूपमा नेपालको शैक्षिक सवाल नयाँ ढङ्गले जान्छ भन्ने कुराले अहिलेको शिक्षा ऐन जारी नभएको, जारी गर्न नदिएको, अहिलेका प्रधानमन्त्री तत्कालीन बेलाको नि प्रधानमन्त्री हुनुहुन्थ्यो गिरिराज पौडेल चाहिँ हाम्रो शिक्षा विज्ञान प्रविधि मन्त्री हुँदाखेरि भन्ने कुरा पनि यहाँहरूले सुन्नुभयो होला। त्यही भएर यो खालको दुःखद परिवेशमा अहिले व्यापारीकरण, दलालीकरण लगायतका चिजहरूले पनि शिक्षामा हुन खोजेको दिइरहेको छैन भने अनि हिजोको शैक्षिक नियुक्तिको कुरा, शिक्षक नियुक्तिको सवालको जुन विगतको कुरा छ नि, विगतको कुराप्रति पनि गुनासो छ। 17-18 वर्ष अगाडिको जुन खालको चाहिँ शिक्षा आयोगहरू, त्यसबाट आउने रिजल्टका कुराहरू अहिले आएर चाहिँ जोडिन्छ नि,
अनि बीचमा चाहिँ राहत लगायतका सम्पूर्ण अस्थायी प्रकृतिका शिक्षकहरूलाई नियुक्ति गर्ने सवालको कुरालाई ल्याएर जोडिन्छ नि हैन। त्यसको उत्पादनलाई चाहिँ राम्रो उत्पादन छ त्यसलाई चाहिँ हाइलाइट गरेर त्यो खालको सकारात्मक सन्देश दिँदैन नि। यी सबै कुराहरूले राम्रो कुरातिर जान नदिएको कुरा, केही नराम्रै त नभनौँ, केही कमजोरीहरूलाई राम्रो हुने दिशातिर गइरहेको शिक्षा ऐन विधि नियम जे बनाउन नयाँ खोज्दैछु यो देशले माग गरिरहेको छ जबरजस्त। अबको शिक्षा, अबको नेपाल सुहाउँदो हुनुपर्छ, आधुनिक नेपाल सुहाउँदो हुनुपर्छ, विश्व परिवेशमा नेपाल र नेपालीको चाहिँ नयाँ खालको जागरण ल्याउने, यी विश्वका विकसित देशहरूमा नयाँ खालको जुन जागरण आएको हामीले थाहा पाउँछौँ, त्यो खालको जागरण ल्याउने नेपाल र नेपाली हुनुपर्छ, नेपालीपन दिने शिक्षा हुनुपर्छ। है तपाईँले अर्को प्रश्न गर्नुभएको छ है। आजको नेपाली पढेको छ, सिप पनि लिएको छ, तर उसले आफूलाई उत्पादनमा लगाउन सकेका छैन, स्वयं स्वरोजगार सिर्जना गर्न सकेका छैन, उद्यमशीलतामा लान सकेका छैन भने किन सकेका छैन? त्यो कुराप्रति पनि राज्य र राज्य शक्तिमा बसेकाहरूले ध्यान दिनुपर्छ कि पर्दैन? मानिसहरू कल्पना गर्छन् राज्य शक्तिमा जानेहरू स्विजरल्यान्ड बनाउँछु, सिङ्गापुर बनाउँछु, तर जनतालाई त्यो बाटोमा लानुपर्छ कि पर्दैन? त्यो खालको प्र्याक्टिस गर्नुपर्छ पर्दैन? त्यही भएर यो टोटल राजनीतिक परिवर्तनभित्र शैक्षिक, स्वास्थ्य र सबै क्षेत्रका अवयवहरूलाई पनि सँगसँगै एउटा विशाल जेट विमानमा चाहिँ सँगै लानुपर्छ र ठिक ढङ्गले ल्यान्डिङ गर्नुपर्छ भन्ने सवालको कुरा चाहिँ अहिलेको 21औं दिनसम्म चलिरहेको शिक्षक आन्दोलन, शिक्षाकर्मीहरूको आन्दोलनको एउटा चाहिँ तुफानी यात्रा हो, जसमा आम मानिसहरूको साथ र सहयोग छ। माइतीघर मण्डलादेखि यहाँसम्म हामी जहाँ स्टुडियोमा छौँ यहाँसम्म आइरहँदाखेरि त्यो खालको विषयहरू उच्च स्थानमा गएको छ र यसले यो आन्दोलनले सगरमाथा छुनेछ, शिक्षा ऐन जारी गर्नेछ र शिक्षा ऐन जारी गर्न नसक्ने सरकारलाई ढाल्न सक्ने हैसियत पनि राख्न सक्नेछ। हामीले त्यो दिशातिर गएका छैनौँ। हामीलाई शिक्षा ऐन दे भनेका छौँ, विगतको सम्झौता कार्यान्वयन गर भनेका छौँ, विगतको नेपालले देखेको सपना पुरा गर भनेका छौँ। 2072 सालको संविधानमा मौलिक हक अनि राज्य शक्तिको जुन अहिलेको 3वटा निकाय छ, स्थानीय तहदेखि सङ्घीय सरकारसँग, त्यसका चाहिँ अनुसूची 6, 7, 8, 9 मा जुन खालको अधिकार क्षेत्रहरू विन्यास गरिएको छ, त्यो अनुसारको चाहिँ कार्यविभाजन गरेर शिक्षालाई आम बना, सबैको बना र शिक्षा क्षेत्र र शिक्षक क्षेत्र विद्यालयमा शिक्षकहरू जाँदाखेरि मर्यादित तरिकाले जाओस्, कसैको टर्चर अथवा कसैको चाहिँ डोमिनेट फिलिङ गरेर नजाओस्, कसैको निर्देशन आदेशमा चाहिँ शिक्षक जाने होइन। आजको युग सुहाउने बालबालिका उत्पादन गर्न र आजको शिक्षा कस्तो हुनुपर्छ र त्यसलाई व्यवहारमा प्रयोग गर्नका लागि, व्यवहारमा नयाँ खालको पन दिनका लागि त्यो खालको चाहिँ शिक्षक भएर जाने हो। अबको शिक्षक आकर्षक हुनेछ। अब एउटा चाहिँ बालक जन्मेपछि म के हुन्छु भन्दा शिक्षक हुन्छु भन्ने कुरा उसको मुखमा आउन सक्ने खालको विषयवस्तु यो अहिलेको शैक्षिक आन्दोलनको सवाल हो, उत्कर्ष हो र त्यहाँ पुग्ने चाहिँ हाम्रो लक्ष्य हो। शैक्षिक आन्दोलनको उत्कर्ष, उद्देश्य र केही आकाङ्क्षाहरूको बारेमा त बताउनु भयो। समस्याहरूको बारेमा नि नेपालको शैक्षिक स्थिति भनेकै संस्थागत विद्यालय आएपछि मेन एक कार्यको सङ्केत पनि गरेर संस्थागत विद्यालयहरू एउटा ब्याकग्राउन्डमा आउनुभयो उहाँहरू पनि। अब कति संस्थागत विद्यालयमा लाग्ने साथीहरूले भन्नुहुन्छ राज्यमा संस्थागत विद्यालय नआएको भए त राज्यको संरचनाले विद्यार्थीलाई नेपाललाई बेसिक एजुकेसन दिनै सक्दैन भने जस्तो तरिकाले पनि व्याख्या गर्नुहुन्छ। अब त्यो उहाँले कुन क्वालिटी दिनुभएको छ, त्यो क्वालिटीले के अर्थ राखेको छ, त्यसले त्यहाँ पढेका विद्यार्थीले नेपाललाई र भूगोललाई कति माया गरेका छन्, कति उद्यमशीलता सिर्जना गरेका छन्, कहाँ फिट भएको छन्, के गरिरहेछन्, राज्यमा रेकर्डै होला। सँगसँगै कुरा के रह्यो भन्दाखेरि भौतिक पूर्वाधारको कुरा गर्दा गर्दै म पनि कति ठाउँ मेरो पेसाले म हाइड्रो पावर साइटहरूमा जाँदा देखिरहेको छु, कति विद्यालयहरूमा चाहिँ यो भूकम्पपछि बनेका विद्यालयहरूमा चाहिँ भौतिक पूर्वाधार अत्यन्त राम्रो छ, विभिन्न भवनहरू राम्रा छन्, कच्चा कोठाहरू राम्रा छन्। विद्यालयमा हामी नै स्कुल पढ्ने बेलामा जति पूर्वाधार थियो त्यो खालको पूर्वाधारभन्दा धेरै उच्च स्तरको पूर्वाधार छ। तैपनि मोटिभेसन छैन, उत्साह छैन, हिम्मत छैन र विद्यालयले केही नयाँ डेलिभर गरौँ भन्ने छैन। मैले पनि विद्यालयका शिक्षकहरू भेट्दाखेरि उद्यमता सिर्जना गर्नको लागि जुन भूगोलमा जे हुने हो, आफ्नो गाउँ आफ्नो उद्यम गर्नुपर्ने हो कि त्यो उद्यम गर्नलाई विद्यालय जस्तो कि हजुरहरूले सरकार परिवर्तन र सरकार निर्माण गर्नको लागि शिक्षकहरूको भूमिका छ भने जस्तै भूमिका त छ, देश निर्माण गर्न त भूमिका रहनुपर्ने हो कि होइन। सरकारले भनिरहने यो व्यवस्था अनुसार, यो संविधान अनुसार हामीले यो सरकार बनेको, यो सरकारले डेलिभर गर्न नसकेको हो भने नयाँ व्यवस्था पो चाहिने हो कि
अथवा नयाँ दिशामा जानुपर्ने हो कि यी अन्तर्विरोधहरू जस्तो कि अब गाउँका स्कुलहरू पनि मर्ज गर्न पर्ने सिचुएसनमा छ पहिला 5 जना 7 जना शिक्षक दरबन्दी भएको ठाउँमा 150 200 जना विद्यार्थी हुँदा कुनै विद्यालयमा 5 जना शिक्षक 7 जना शिक्षक दरबन्दी 12 जना 15 जना 20 जना पनि छन् भन्ने सुनिएको छ त्यसो न्युजमा आइरहेछ ती विद्यालयमा 10 जना 12 जना कोठा छन् 12 वटा शिक्षक छन् 5 जना विद्यार्थी छन् 5 जना 10 वटा गरेर त्यो विद्यालयमा तपाईको बाख्रा पाल्नुपर्ने हो कि भैँसी पाल्नुपर्ने हो कि उद्यमशीलता गर्नलाई अरु के नयाँ पो गर्नुपर्ने हो कि यहाँ त के भएर देखियो भन्दा शिक्षक भएर जागिर खाने मात्रै देखियो अब एउटा कति कम्पेरिजनमा कति शिक्षकहरूले के भन्ने पनि के आयो भन्दाखेरि ग्रेड स्केलको वृद्धिको कुराहरूमा निजामती कर्मचारीसँग तुलना गर्ने मात्रै कुरा आयो कति निजामती कर्मचारी साथीहरूले के भन्नुहुन्छ भन्दाखेरि हामी त लोकसेवा पास गरेर आएको कति चाहिँ तपाईँ अघि पनि लान्छेन लागेको कुरो भन्नुभयो कति त्यस्तो पनि भन्छन् भने म के आशा गर्दछु भन्दाखेरि हजुरहरू शिक्षकहरूले हजुरहरू यत्रो आन्दोलनमा जुट्नु भएको छ यत्रो मान्छे आउनु भएको छ काठमाडौँमा विभिन्न कुरा सोध्नु भएको छ हजुरहरूले अब काठमाडौँबाट आएर सरकारले के दिन्छ कसो दिन्छ भन्ने कुरामा कति लिन सक्नुहुन्छ लिनुहोस् त्यो कुरालाई मलाई सरकारबाट लिनुपर्ने ऐनबाट सुरक्षित हुनुपर्ने राज्य हाम्रो पनि हो हजुरहरूको पनि सबैको राज्य हो लिन सक्ने लिनुहोस् लिन सक्ने नसक्ने सिचुएसन हुँदाखेरि गाउँ गाउँबाट गएर गाउँ गाउँमा गएर एउटा मेसेज दिनुहोस् हजुरहरूले एउटा छलफल गरोस् एउटा बहस गरोस् र गाउँ गाउँमा गएर अब हाम्रा सार्वजनिक विद्यालयहरू यसरी हामी सुधार्छौँ अथवा यस्तो डिरेक्सनमा लान्छौँ यसरी रिसोर्स उठाउँछौँ यसरी उद्यमता सिर्जना गर्छौँ र हाम्रो यस्तो राष्ट्र निर्माण गर्छौँ भन्ने विषयमा हजुरको त्यस्तो छलफल त्यस्तो भएको छ भने हजुरले त्यो सङ्केत गर्न सक्नुहुन्छ बताउन सक्नुहुन्छ अब हामीले यो हजुरका प्रश्नहरूमा पहिला राज्यको केही वर्ष अगाडिको एउटा नीति छ 3 खम्बे अर्थनीति भनेको छ सार्वजनिक सरकारीकरण है अनि यो चाहिँ नि सहकारीकरण र एउटा चाहिँ व्यवसायीकरण वा संस्थागत भनौँ यता बोर्डिङको हिसाबमा कुरा गर्दा निजीकरण भनौँ अर्को भाषा बिजनेसको हिसाबले यो खालको अर्थनीति त छ नै त्यो अर्थनीति कुन कुन ठाउँमा चाहिँ सेट हुन्छ भन्ने कुरा राज्यले पहिला नीति बनाउनु पर्यो दुईटा कुरामा चाहिँ व्यवसायीकरण नगरोस् भन्ने अभिप्राय हुनसक्छ स्वास्थ्य र शिक्षामा एउटा कुरा संस्थागत विद्यालय एउटा ढङ्गले स्थापना भए विकास भए तिनले एउटा खालको क्वालिटी दिए र त्यो कारणले गर्दा अहिलेका चाहिँ सरकारी विद्यालयहरू पनि राम्रा हुनुपर्छ भन्ने खालको माग अलि बढी चर्को आयो त्यो त्यसका लागि त हामी संस्थागत विद्यालय सञ्चालकहरूलाई धन्यवाद पनि दिन सक्छौँ तर उहाँहरू स्वयंलाई पनि अब सस्टेन गरेर चलाउन सक्ने स्थितिमा त छैन होला त्यो कठिन छ राज्य नै तपाईको लगानी गर्न सक्ने स्थितिमा छैन भने व्यक्तिले त गर्न सक्दैन होला त्यतातिर पनि ध्यान दिउँ यो अहिलेको आन्दोलन संस्थागत विद्यालय सरकारी विद्यालय भन्नेसँग मात्रै सरकार राख्दैन यसले के गर्छ एउटा पक्ष वा विपक्षको कुरा गर्दैन मात्रै के गर्छ भन्दा तपाईँ असल हो भनेको छ तर तपाईँ ऊभन्दा असल हो भनेको छैन नि यसको तुलनाको कुरा छैन सरकारी संस्थागत विद्यालयको तुलना हामीले गरेका छैन आन्दोलनमा बाछिटाहरू हामी विरुद्ध चाहिँ बाछिटाहरू छेप्ने मान्छेहरूले सरकारी विद्यालयका शिक्षकहरू अलि यस्तै छन् गुणस्तर दिन्नन् भनेर त्यहाँनिर हामीलाई लान्छना लाउने भनेको कुरा हो त्यही भएर हामीले के भन्छौँ राज्य सत्ता राज्य शक्ति सरकार क्याबिनेट अर्थ मन्त्रालय कानुन मन्त्रालय शिक्षा मन्त्रालयले एउटा यस्तो खालको नीति र योजना ल्याओस् र त्यसले आजको शिक्षा ऐन विद्यालय शिक्षा ऐन जुन भनिएको छ त्यसलाई जारी गरोस् र जारी गर्न व्यापक अध्ययन गरोस् व्यापक अध्ययन गर्दा आर्थिक लगायतका सम्पूर्ण कुराहरूको व्यवस्थापन गर्न सक्ने गरी राज्य चाहिँ वार्तामा छलफलमा र जारी गर्ने प्रक्रियामा लागोस् भन्ने छ त्यही भएर अबको शैक्षिक र शिक्षकको सवाल चाहिँ भनेको सार्वजनिक क्षेत्रको शिक्षालाई सुधार गर्न राज्यले बढी ध्यान र जोड दिनुपर्छ र दिनै गर्दा अहिले तपाईँले चाहिँ भन्नुभएको छ विद्यालयहरूमा विद्यार्थीहरू घट्दो छन् विद्यालयमा भौतिक संरचना राम्रो देखिन्छ तर विद्यालय किन गएका छैनन् विद्यार्थीहरू कमी किन भइरहेका छन् भन्ने कुरा पनि एकदम जेन्युन कुरा छ किन गएका छैनन् भन्ने कुरामा हामी त्यहाँ एउटा बालकका लागि लगानी कति राज्यले गरेका छ त्यो बालकले प्राप्त गर्ने खालको शैक्षिक हैसियत चाहिँ सार्वजनिक विद्यालयमा पुरै पुर्याउन सकेका छ कि छैन विद्यार्थीको सङ्ख्या लगायतको कुरालाई त्यहाँ सबै खालको शिक्षकको दरबन्दीको व्यवस्था गरेको छ कि छैन कर्मचारीको व्यवस्था गरेको छ कि छैन अब विद्यार्थीहरूलाई चाहिँ स्वास्थ्यको समस्या हुन्छ त्यहाँ स्वास्थ्य कर्मीको व्यवस्था गरेको छ कि छैन सबै खालको चाहिँ चिजहरू प्राप्त गरेपछि बल्ल हुन्छ कि आज तपाईँले बुढा नीलकण्ठ देख्नुभयो होला अनि ऊ त्यो डोल्पाको अथवा हुम्लाको अथवा कुनै दूरदराजको स्कुलको भवन पनि देख्नुभयो होला
देख्नुभयो होला नि। अनि त्यहाँको बालबालिकाको आर्थिक सामाजिक अवस्था, त्यसको लवाई खुवाई, त्यसको बठउसको अवस्था पनि देख्नुभयो होला। अनि त्यसको र त्यसको तुलना चाहिँ कसरी होला, त्यो अर्को चाहिँ प्रश्नहरू छ। अनि विद्यार्थी घट्यो या बढ्यो, विद्यार्थी घट्यो या बढ्यो भन्ने कुरा पनि राज्यको अनुगमनको निकाय छ नि। शिक्षा हिजोको चाहिँ शिक्षा कार्यालय, आजको शिक्षा इकाइ छ, नगरमा नगरपालिका स्तरमा नगर शिक्षाको एउटा उनै छ, युनिटै छ। ती सबै निकायको काम के? अपडेट भन्छौँ नि हामीले। प्रत्येक वर्ष विद्यालयको विद्यार्थी सङ्ख्या कति, शिक्षक सङ्ख्या कति, कर्मचारी सङ्ख्या कति, त्यहाँ मेन पावर कति, अब त्यसो भए के गर्ने त? त्यो विद्यालयमा विद्यार्थी छैनन् भने के गर्ने त? भोलि भयो भने के गर्ने त? त्यसमा नभएको कारण के हो त? हुनपर्ने चाहिँ तरिका के हो त? दुईटा तरिका। गुणस्तर नदिएर कमजोर विद्यार्थीको सङ्ख्या घटेको हो वा जनसङ्ख्या कमी भएर घटेको हो, माइग्रेसनको कारणले घटेको हो, भौतिक संरचना लगायतका कुराहरूको अभावले घटेको, त्यसको अध्ययन गर्नु परेन? पहिलो कुरा मिथुन सरलाई राम्ररी थाहा छ, कुनै पनि योजना अगाडि बढाउनका लागि अहिलेको चीन र अहिलेको अमेरिका र अहिलेको विश्वको विकसित देशहरूले गर्छन् के रे त भने अनुसन्धान गर्छन्। समस्या आयो भने कसरी सिर्जना भयो, त्यो समस्या कसरी आयो, समाधान गर्ने तरिका के हो, राज्यले, सरकारले, राज्य शक्तिले के गर्नु पर्यो? अनुसन्धान गर्नु पर्यो। समस्या कहाँनिर छ, समाधान के हो, अनुसन्धान गर्नका लागि लगानी बढी गरोस् र त्यो अनुसन्धानबाट आएको प्रतिवेदन अनुसार चाहिँ कार्यान्वयनमा लैजाओस्। बल्ल सबै खालका चाहिँ समस्याहरू के हुन् भन्ने कुरा हुन्छ। अब अर्को कुरा, हजुरले उद्यमशीलताको कुरा गर्नुभएको छ। अहिले ब्रेन ड्रेनको कुरा व्यापक रूपमा चलिरहेछ, विद्यार्थी पलायनको कुरा चलिरहेछ। आज क्वालिटी एजुकेसन नेपालले दिएको होइन त हो, त्यही क्वालिटी एजुकेसन भएर विदेशीहरूले चाहिँ नेपालीहरूलाई तान्यो, आकर्षण गर्यो। अर्को कुरा खै यहाँ आएन नि कुरा, जागिर नपाएर विदेशी कि सक्षम नागरिक भएर विदेशीहरूले आकर्षण गरे। अर्को यो विषयमा अध्ययन अनुसन्धान छ त? मैले कम देखाएको छु। त्यो भएर गर्ने के हो भन्दा सम्पूर्ण चाहिँ नि नीति नियम निर्माता भने त राज्य शक्ति नै हो नि, राज्य सत्ता नै हो नि। यो चाहिँ सवाल हो। अब अर्को कुरा हजुरको छ उद्यमशीलताको, हामीले विद्यालयमा गर्ने कुराको एउटा कुरा केही वर्षदेखि यता एउटा कुरा चलिरहेछ, यहाँलाई राम्ररी ज्ञान छ, पढ्दै कमाउँदै भनेको छ। विद्यालयका बालबालिकालाई सृजनशील बनाउने, यो अहिले तपाईँले बेलायत लगायतका कतिपय विकसित देशमा पिएचडी गर्न गएका पिएचडी होल्डर नेपाली के अरे विद्यार्थीहरूले होटेलमा काम गरेको, युनिभर्सिटी पढ्न गएको, किन काम गरेको? युनिभर्सिटी पढ्न फिस तिर्नुपर्ने होला, बाँच्न पर्ने होला, बाँच्नका लागि जे पनि काम गर्न तयार हुँदो रहेछ नि त। एउटा डक्टर हुँदै गरे मान्छे चाहिँ होटेलमा चाहिँ त्यो चियाको कप लिएर किन हिँडिरहेछ? ब्युटी पार्लरमा त्यो कपाल मिलाउन किन गइरहेछ? मेरो गाउँ नवलपरासीको काउसदीमा 2-4 जना बच्चाहरू चाहिँ अहिले अमेरिकामा डक्टर पढ्न गइरहे अरे। अनि त्यो डक्टर पढ्ने बेलामा बाबुआमाले चाहिँ पैसा त्यहाँ पुर्याउने बेलासम्म के भने अमेरिका पुर्याउने बेलासम्म त पुर्याउन सके, तर पढाउने बेलामा त लगानी गर्न सकेनन्। त्यसो भए के गर्ने अरे त? पढ्दै कमाउँदै जसरी नेपालमा अहिले चलेको छ एउटा प्र्याक्टिकल स्वरूपमा प्र्याक्टिस अभ्यास भइरहेछ, तर त्यो कार्यान्वयनमा आएको छैन, भने चाहिँ भएको छैन, उद्देश्यपूर्ण तरिकाले गएको छैन। तर त्यहाँ चाहिँ हामीले देखिरहेको हुन्छौँ नि, त्यो मानिस आफूलाई आफ्नो उद्देश्य पुरा गर्नलाई एउटा खालको पेसामा जोडिँदो रहेछ नि। त्यो भएर जे पनि काम गर्न सक्दो रहेछ, कामप्रतिको सम्मान हुनुपर्ने रहेछ, उत्पादन हुने कुरा र त्यो उत्पादनसँग आफूले चाहिँ नि आफूलाई सम्मानित गर्ने, गौरव गर्ने कुरा नै महत्त्वपूर्ण हुँदो रहेछ भन्ने चाहिँ हामीलाई लागेको छ। त्यही भएर अहिलेको चाहिँ नेपालको सार्वजनिक शिक्षामा पढ्दै कमाउँदैका प्र्याक्टिसहरू भइरहेछन्। यसलाई राज्यले कसरी लाने? एउटा बालकले के गर्न सक्छ, एउटा बालकको इच्छा के छ, एउटा बालक जन्मेको पृष्ठभूमिमा उसको सामाजिक जीवनमा, सार्वजनिक जीवनमा के कुराहरू उत्पादन भएको छ, प्रकृतिले के दिएको छ, त्यो प्रकृतिले दिएको चिजलाई उसले क्यासमा लान कसरी सक्छ? उसले विभिन्न ठाउँहरू जुन भूगोलमा बस्या हुन्छ त्यो भूगोलसँग अन्तर्राष्ट्रिय टुरिज्मको कुरा अथवा कुनै पनि कुरालाई चाहिँ विकसित गर्न, संस्थागत गर्न, त्यहाँबाट व्यावसायिक गर्न। जस्तै गाउँघरमा नवलपरासीका विभिन्न ठाउँमा होमस्टे चलेको छ। स्याङ्जामा चाहिँ पहिला होमस्टे 51 सालतिर चल्यो, पहिलो होमस्टे सिरुवारीमा हामी भन्छौँ। त्यस्ता गाउँघरमा जाँदो रहेछ नि त। त्यस्ता चिजहरूलाई चाहिँ हामीले कसरी खोज्ने हो? प्राकृतिक सुन्दरताको छटाले भरिएको नेपाललाई त्यसलाई क्यासमा परिणत गर्न आजको बालकले के गर्न सक्छ होला? तपाईँलाई थाहा छ नि,
इन्डियाबाट आएको एउटा नानीले पशुपतिको चाहिँ मन्दिर वरिपरि चिया बेच्दैछन् भन्ने आयो नि त। अब यस्ता चिजहरूलाई चाहिँ लिन पर्यो। कामप्रतिको सम्मान चाहिँ अगाडि बढाउन सक्यो भने आफैमा के हुन्छ, तपाईँले भन्न खोजेका विषय के हुन्छ, स्वरोजगारको सिर्जना हुन्छ, इन्टरप्रेन्योरसिपको सिर्जना हुन्छ। त्यही भएर यो शैक्षिक आन्दोलन, शिक्षक आन्दोलन र त्यसले त्यो आन्दोलनको बलले ल्याउने शिक्षा जुन ऐन हो त्यो जारी गर्ने कुरा सँगसँगै नेपाल र नेपालका शासकहरूले अबको नेपाललाई कस्तो खालको शिक्षा चाहिन्छ, नेपालीलाई कस्तो खालको शिक्षा चाहिन्छ, त्यो नेपालीले आफूले लिएको शिक्षाले आफू बाँच्न सक्ने आधार चाहिँ के सिर्जना हुन्छ त्यो पनि चाहिएको छ। अर्को, शिक्षकका सम्पूर्ण अहिलेसम्मका जुन समस्याहरू छन् समाधान गर्न सक्ने, शिक्षक अस्थायी हुनुपर्ने, राहतमा जानुपर्ने, 19 थरी शिक्षक हुनुपर्ने, कर्मचारीको रूपमा चाहिँ नाम मात्रैको हुने, वेतन नपाउने, ती साना अबोध बालबालिकालाई पढाउने सका भनेको छ सहयोगी कार्यकर्ता शिक्षक साथीहरू, महिला शिक्षक साथीहरू त्यहाँ बढी हुनुहुन्छ। उहाँहरूलाई चाहिँ नि सम्मानपूर्वक शिक्षक हौँ म भन्ने बनाउने। पहिलो कुरा यो शिक्षकले आफ्नो शिक्षाकर्मीले, कर्मचारी वा शिक्षकले विद्यालयहरूमा सम्मानपूर्वक आफ्ना पेसालाई ठिक ढङ्गले हृदयदेखि नै उसका सम्पूर्ण शक्तिहरू विद्यालयहरूमा चाहिँ सिर्जना गर्न सक्ने, फ्याँक्न सक्ने, प्रदान गर्न सक्ने एउटा खालको चाहिँ शक्ति आर्जन गर्नु पर्यो। विश्वमा तपाईँले फुटबलहरू खेल भइरहेको हुन्छ, कयौँ पटक फुटबलहरू लडिरहेको हुन्छ, चोटपटक लगाइरहेको हुन्छ, तर गोल नगर्ने बेलासम्म, देशलाई नजिताउने बेलासम्म, मृत्युको मुखमा पुग्नको नजिक पुग्ने बेलासम्म लडिरहेको हुन्छ, खेलिरहेको हुन्छ नि। हो त्यो खालको चाहिँ पुरै ज्यान दिन सक्ने गरी उसलाई तयार गर्न सक्ने राज्यले हामीलाई के दिन्छ, शिक्षा ऐनमा के भित्र त्यो कुरा लेखिन्छ जसले हामीलाई त्यस्तो खालको इन्फोर्स गरोस्। भित्रैदेखिको शक्ति म आई एम ए टिचर हो भन्ने कुरा चाहिँ विद्यालयमा जाँदा गौरवको अनुभूति गर्न सक्ने खालको शिक्षा ऐन जारी हुनुपर्छ। त्यसका लागि विद्यालय शिक्षा ऐन जारी हुँदै गर्दा अहिलेका राज्य सत्ता र अहिलेका प्रधानमन्त्री लगायतका जति पनि समुदाय छन् ती सबै मानिसहरू अलि ठिक ढङ्गले सकारात्मक तरिकाले, यो सडकमा आन्दोलन गरेर शिक्षकको मात्रै आन्दोलन होइन, यो हिजोको जङ्गबहादुर कालीन शिक्षा, त्योभन्दा अगाडिको शिक्षा, नेपालमा 1910 मा शिक्षा सुरु भयो, अङ्ग्रेजी शिक्षा सुरु भयो, त्यसैलाई औपचारिक शिक्षा भनेको छ नि हामीले। दरबार हाई स्कुलको जुन संस्थागत रूपमा 1910 असोजमा स्थापना भएको कुरा, आफ्ना छोराछोरीलाई अङ्ग्रेजी पढाउन विद्यालय सुरु भएको कुरा जुन इतिहासमा लेखिन्छ, त्योभन्दा अगाडि पनि त्यो शिक्षा थियो नि। अहिले हजुरले भन्नु खोजेका कुरा जुन थियो नि, त्योभन्दा अगाडि हाम्रा पुर्खाहरूले केही जानेका थिएनन्, केही सिकेका थिएनन्, पढेका थिएनन्, ती शिक्षा चाहिँ कता हराए त? ती शिक्षा थिए कि थिएनन्? त्यसलाई पनि शिक्षाको मूलधारमा ल्याउनु पर्ने हो कि होइन त? 1910 नेपालमा औपचारिक शिक्षाको थालनी भयो भने त्योभन्दा अगाडि शिक्षा थिएन, यो कुरा कता गयो? त्यसमा अङ्ग्रेजी शिक्षा नै सबथोक रहेछ भने अहिले चाहिँ त्यसमा उद्यमशीलताको कुरा किन आइरहेछ? अङ्ग्रेजी अरू कुरा छाडिदियो, अङ्ग्रेजी आफ्नो छोराछोरीलाई पढाइदियो भने बेलायतीहरू जसलाई भारतमा शासन गर्दा अङ्ग्रेज भनिन्थ्यो, अङ्ग्रेजहरूसँग सम्बन्ध गाँच्न त्यति बेलाका राणाहरूलाई एउटा खालको राजनीतिक बाध्यता थियो होला। उनीहरूसँग एक आपसमा आम्ने सामने भएर गफ गर्दाखेरि अङ्ग्रेजी चाहिएको थियो होला भाषाको रूपमा। त्यसका लागि अरू कुरा छाडिदियो, छोराछोरीलाई अङ्ग्रेजी पढाइदियो भनेर जङ्गबहादुरले भनेको थियो होला। त्योसँग सम्बन्धित मात्रै भएर आएको, न कि यो आधुनिक शिक्षा नै होइन, सिप पनि होइन। त्यही भएर अहिले हामीलाई चाहिएको शिक्षा नेपाल र नेपाली सौँदो खालको हो, भाषाको मात्रै कुरा होइन, समग्र टोटलमा सामाजिक जीवनलाई स्तरोन्नति गर्ने खालको शिक्षाको लागि यो शैक्षिक आन्दोलन हो। र मैले अन्त्यमा हजुरलाई के भन्न चाहन्छु भन्दा, हजुरलाई अन्त्यमा केही भन्न इच्छा छ, केही सन्देश दिने इच्छा छ हजुरको आन्दोलनप्रति र यस कार्यक्रमप्रति पनि केही भन्नु छ भने बताउनुहोस्। एकदम ठिक छ। हाम्रो जेन्युन टक्समा तपाईँले ल्याउनुभयो, अवसर दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। चैत 20/2081बाट हामी यही मैत्रीगर मण्डला आसपासमा 4 लाख शिक्षकहरूको प्रतिनिधित्व गर्दै दैनिक 20 देखि 50 हजार शिक्षक आन्दोलनमा सडकमा छौँ र हामीलाई तपाईँहरू जस्तै पत्रकारिता क्षेत्रका सञ्चारकर्मीहरूले महत्त्वपूर्ण उत्प्रेरणा दिनुभएको छ। त्यसैले यो शैक्षिक आन्दोलन सफल हुँदैछ र यो सफल बनाउनको लागि 62-63 को आन्दोलनमा पनि पत्रकारहरूको भूमिका थियो, सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका थियो। त्यही भएर अहिलेका प्रधानमन्त्रीजी भन्नुहुन्छ अरे ए पत्रकारहरू धेरै शिक्षकलाई नउचालन, त्यस्तो होइन। सत्य, न्याय र निष्ठाका लागि पत्रकारहरू लागिराख्नु भएको छ।
तपाईँहरूको सहयोगको निरन्तर अपेक्षा गर्दै हामी आज 21औं दिनमा, भोलि नेपालमा लोकतन्त्र दिवस हो, वैशाख 11 गते पनि यहाँ 22औं दिनमा सँगै सडकमा हुनेछौँ। लोकतन्त्र 62-63 सालको सम्झनामा फेरि हामी लोकतन्त्र दिवस मनाउने सुरुसम्म छौँ। यहाँसम्मको लागि, यहाँहरूको सहयोगको लागि हामी सधैँ ऋणी छौँ। कृतज्ञ छ तपाईँहरूलाई। धन्यवाद छ। धन्यवाद दर्शक।